सम्पूर्णलाई नमस्कार। मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। हाम्रो यो सदस्य शिक्षा तथा अवलोकन भ्रमण को यात्रा ढोरपाटनको अन्तर्राष्ट्रिय शिखर आरक्ष सम्बन्धी यात्रा थियो। यो अवसर हामीलाई पृथ्वी बहुउद्देश्य सहकारी संस्थाद्वारा हामीलाई प्रदान भयो। हाम्रो सम्पूर्ण शेयर सदस्यद्वारा सबैले धन्यवाद दिन चाहन्छु। सबैलाई स्वागत गर्दछु। आज मैले यो भिडियो एडिटिङ गरेको थिइनँ, जस्तोको त्यस्तै हजुरहरूलाई पस्काएको छु। कुनै गल्ती भए क्षमा याचना गरिदिनु, माफ गरिदिनु होला। धन्यवाद। अरु साथीहरु यता अगाडि पनि गइसक्नु भएको अवस्था छ। यहाँ हाम्रो चाहिँ बस दुइटै बस पालो पालो एउटा खैर के भन्ने ठाउँमा पञ्चर भयो। यहाँनिर बाटोमै पञ्चर भएर हामी एकछिन साँझ चाहिँ इभिनिङ वाक जस्तै भयो। हामीले एकदम रमाइलो पनि हिँड्यो, वाकिङ पनि भयो, खुट्टा पनि तन्क्यो। सबैजना 15-20 मिनट जति हामी चाहिँ हिँड्नै पर्यो। यो पनि एउटा अविस्मरणीय क्षण पर्यो। यहाँ ढोरपाटनको यो वेलकम गेट हो। हामी चाहिँ यहाँ एकछिन रोकेर एकछिन रमायो सबैजना। फाइनल्ली हामी ढोरपाटनमा पुग्यो। रातिको 10 बजे पुग्यो। अनि खाना खाइसकेपछि सबैजना साथीहरू एकछिन रमाइलो गरौँ न त, नाचगान गरौँ। एउटा हामी सबैको सम्झना हुन्छ भने सबै साथीभाइहरू नाचगानतिर लाग्यो। सबै नाचियो, रमाइलो गयो। राति 12 बजीतिर हामी सुत्यौँ।
साथीहरू जो कोही पनि जानुहुन्छ भने उहाँ त बेसरी जाडो हुँदैछ, जाडो कपडा लगाएर जानु होला। सबैलाई गुड मर्निङ, झोलले नमस्कार। हामी चाहिँ ढोरपाटनमा गुड मर्निङ हुँदैछ सबैजना साथीहरू। ल दिदी गुड मर्निङ। गुड मर्निङ, गुड मर्निङ। कस्तो भइरहेछ मौसम? यात्रा एकदम रमणीय भइरहेछ हाम्रो। ल साथीहरू हामी चाहिँ होटलमा चिया खाँदैछ। गुड मर्निङ है साथीहरू। लाइभ छैन यहाँ, अर्ग्यानिक चिया लाइभ चल्दैन। रमाइलो छ। ल दिदी गुड मर्निङ। कस्तो भयो त सुताइ? हो हामी त एकदम हेप्पी भयो होइन। जाडो भयो नि हजुर त। गुड मर्निङ है। गुड मर्निङ। गुड मर्निङ। घाममा ठ्याक्क घाम पर्यो, मान्छे त कालो देखिन्छ। ल हामी चाहिँ ढोरपाटन आइपुग्यो। हेलो हेलो रिता लामिछाने कस्तो भयो? हामी हिजो राति 10 बजे आएको थियो। हतार हतार खाइयो, रमाइलो गर्दा 1 बज्यो। नाचगान गरे पनि होइन साथीहरूसँग बसेर। यही हो हाम्रो ढोरपाटनको यात्रा। ल हामी ढोरपाटनको चौर चौर हिँड्दैछ साथीहरू। भिडियो बनाइदिनु रिता। यही हो ढोरपाटन साथीहरू। जम्दो रहेछ कि देखाइदिनु त हिल जस्तै सेतो नि त यो सेतो। दिदीहरू त अगाडि अगाडि जानुहुन्छ हाम्रो दिदीहरू। ढोरपाटन जिल्ला हो कि नगरपालिका? बागलुङ जिल्ला ढोरपाटन नगरपालिकामा हामी चाहिँ आइपुगेको छ। घुम्दैछौँ। एकदम ठुलो चौर रहेछ यहाँ, त्यही भएर ढोरपाटन राखेको रहेछ। 14-15 घन्टा लाएर आइयो, दुःख सुख गरेर आइयो। रमाइलो छ। आउनु इच्छुक हुनुहुन्छ भने आउनु होला यो भिडियो हेरेपछि। हो त नि, हामी त आइयो कि तपाईँहरू नि आउनु मन लाग्छ भने आउनुहोस् है साथीहरू। अरूको देश घुम्न जानुहुन्न, आफ्नो देशमा घुम्न आउनुहोस्। हाम्रो देशमा जैसे घुम्ने ठाउँ। आजको दिनलाई हामी टुरिस्ट। ढोरपाटन ल है कसले जित्ने है? ल ल फर्स्ट प्राइज भनेर भन्न नमिल्ने, भन्न मिल्दैन। मिल्दैन। ल दिदीहरू भाग्न पर्छ। दिदी वाकिङ कस्तो भइरहेछ? एकदम रमाइलो भयो। हाय हाय। ल कोही घोडा रेस भइरहेछ। कपडा लाएर आउन पर्ने रहेछ। जान्नु पर्यो सबै। तपाईले जान्न पर्यो जुन समयमा आइपुग्यो। यो त के पिङ्क कलरको लालीगुराँस फल रहेछ है। 32 धारा छ भन्छ।
हामी अहिले उत्तर बरा ढोरपाटन मन्दिरमा आएको छौँ। मनकामना माताको श्रीमान भन्ने सुनियो हामीले, त्यहाँ पनि दर्शन गरियो सबैजनाले दर्शन गरे। यहाँ चाहिँ 22 धारा रहेछ, सबैजना त्यहाँ नुहाए। मैले चाहिँ अलि नमिल्ने भएर दर्शन मात्र गरेर आएँ। सबैको रक्षा गरोस्, भलो होस्। जय उत्तर बरा ढोरपाटन। ढोरपाटन के मन्दिर रे? उत्तर बङ्ग ढोर बरार। हामी चाहिँ ढोरपाटन उत्तर बङ्ग मन्दिरमा आएको छ। भिडियो हो के? ल कस्तो भइरहेछ साथीलाई? एकदम दामी रहेछ, दामी ठाउँमा। कता हो अफ गर्नु? हामी अहिले अन्तर्राष्ट्रिय शिकार आरक्षी कार्यालयमा आइपुगेको छ। यहाँ चाहिँ भित्र सानो एउटा घरहरू छ, त्यहीँ नै सबै शिकार के शिकार खेलिन्छ त्यही सम्बन्धी हामीले अवलोकन गर्न पाइँदो रहेछ। जङ्गल त अलिक टाढा नै छ, जङ्गल त वरिपरि छ, तर हामी चाहिँ त्यतातिर जान नसक्दो रहेछ। यही हेरेर हामी चाहिँ फर्क्यौँ। सबै देखेर हिँडेको छोराहरू के यो वन्यजन्तुहरू यहाँ पाइन्छ होइन? यो के को छाला हो? झारलको सिङ र छाला रे। माछा पाउँछ यहाँ? अलिकति मजबुत बनाउने काममा पनि यहाँहरूको सक्रिय सहभागिता रहने मैले विश्वास लिँदै यहाँहरू सबैलाई मुरी धन्यवाद दिँदै आजको कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। हस्त धन्यवाद। यो डाँडा यो आँखा
खोज्दा संजोगले देउतै मिले झै साँच्चै देउतै मिले झै भेटे जस्तो लाग्छ कोही आफ्नो भेटे जस्तो लाग्छ कोही आफ्नो हुन्न रहेछ परदेशमा समय बिरानो ए हो हुन्न रहेछ परदेशमा